यो चाहिँ साइन वेभ प्योर साइन वेभ इन्भर्टर हो। इन्भर्टर त अहिले सबैको घरमा हुन्छ नै हुन्छ, तर प्रब्लमहरू आउने समस्या कतिजनालाई थाहा भएको हुँदैन र लाइट फक्जेट भएर आउँदाखेरि चाहिँ तपाईँको यो ब्याट्रीको पोलमा अलिकति जङहरू लागेको हुन्छ, खिया परेको हुन्छ, त्यसलाई पनि चेक गर्नुपर्छ। अनि बेसी जस्तो फक्जेट अन अफ हुँदैछ भने तपाईँको चाहिँ यो क्यापेसिटर चाहिँ लिकेज भएको हुन्छ। यो आउटपुट क्यापेसिटर इनपुट क्यापेसिटर हो। त्यसले गर्दाखेरि यो लिकेज भएको छ भने यसले काम गरेको हुँदैन। त्यसले गर्दाखेरि चाहिँ यो दोकानतिर लाँदाखेरि पनि धेरै दाम लिने गर्दछ। त्यसले गर्दाखेरि चाहिँ अलिकति आफूले जान्नुहुन्छ भने अलिकति इलेक्ट्रिकलमा चाहिँ अलिकति रुचि हुनेले चाहिँ आफै खोलेर चेक गरेर, आफूले सक्दैन भने चाहिँ मेकानिकमा लाँदा हुन्छ। अनि यो खालको प्रब्लम समस्या छ भने चाहिँ